आज यस्तो के भयो त मलाई बिहान बिहान हस्पिटल दौडिनु पर्यो। हेलो साथीहरु, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। तपाईहरुलाई स्वागत छ फेरि मेरो नयाँ मिनी ब्लगमा। अनि यता चाहिँ मम्मी आमा भएर ट्याक्क परामा हामी हिँड्न थालेको हस्पिटल, किनकि मम्मीको खुट्टा फ्र्याक्चर भएको थियो, त्यही फुकाउनलाई है थियो। अनि के भन्दछ हेर्नु है त। अनि ट्याक्क परामा हामी हस्पिटल तर्फ हिँड्यौं हैन। अनि यता हस्पिटलमा हिँड्दै गर्दा किनकि म हिँड्न पर्छ नि त, अब यताउता मम्मीले सक्नुहुन्न यताउता गर्न पर्छ हैन। ट्याक्क परामा यता टोकन सोकन लिएर यता भित्र बसिसकेको छौं र म यता कुर्दैछु हैन। अनि यता फेरि कुरेर पाली आएर डाक्टर पनि हैन, ट्याक्क डाक्टरलाई पनि मम्मीले देखाइसक्नु भएको छ। अनि यता फेरि हामी आएको छौं एक्सरे सेन्टरमा। अनि पुरै काम भरे हामी दबाई लिने ठाउँमा आएर ट्याक्क पारामा अनि फेरि यता एक्सरेमा आएर देखाउन त परिहाल्यो हैन। अनि ट्याक्क पारामा यता हामी चाहिँ हिँडेको रूपसेतिर, किनकि रूपसेतिर बिहा चल्दैछ हैन। ट्याक्क पारामा दाइको बिहा। अनि फेरि यता आमा र म हिँडेँ। मम्मीले फेरि घर काम गर्नुपर्छ, मम्मी आइतबार आउनुपर्छ। ट्याक्क आमा र म चाहिँ हिँड्यौं राम्रो सोरमा। हाम्रो यात्रा स्टार्ट भएको छ रूपसम्मको। अनि ट्याक्क आमालाई पनि गुड गरिदिएर अनि फेरि यता हेर्नु न कस्तो पारामा यात्रा। ट्याक्क पारामा हामी चाहिँ हैन यात्रा गर्दा यस्तोमा गर्नुपर्छ नि हैन। इष्टमित्र भनेको चाहिने बेला यही हो क्या। अनि ट्याक्क पारा म पनि यिनी फेरि मेरो भान्जी हेर्नु न गाइस, फेरि कस्तो चकचक्के फेरि सक्यो त फेरि कसैले सकेन नि फेरि। अनि यता चाहिँ हाम्रो काठमाडौँदेखि ठुलबाबा पनि आइसक्नु भएको छ। ल आजलाई यति ब्लग एन्ड हुन्छ। ल आजलाई यति नै, बाइ।